नमस्ते साथीहरू, हजुरलाई आक्स कृष्णमा वेलकम छ। सबैले सुन्नुभयो होला कि ट्रम्पले यो कन्ट्रीहरूलाई ट्यारिफ लगाएको छ दिस द्याट भनेर। हामी आज बुझ्नेछौँ कि यो किन भइरहेको छ, यसको हिडन रिजन के हो भनेर। 1960मा हेर्नुहोस्, जापानको जिडिपी भनेको 44 बिलियन थियो, 7th पोजिसनमा। वेल 1 डिकेड पछि हेर्नुहुन्छ भने 1970मा नाउ जापान इज इन 3rd पोजिसन। वेस्ट जर्मनीको हाफ जिडिपीबाट स्टार्ट गरेको जापान 10 वर्षपछि वेस्ट जर्मनीको बराबरमा आइपुग्यो। 1985मा हेर्नुहोस्, चाइना र इन्डियाभन्दा 5 टाइम्स मोर जिडिपी छ जापानको। वाट ह्यापन टु जापान? जतिखेर 1980मा ट्रिलियनको इकोनोमी थियो, तब चाइनाको जम्मा 226 बिलियनको इकोनोमी थियो। नाउ 10 वर्षपछि 1995मा हेर्नुहोस्, जापानको इकोनोमी 4 ट्रिलियन छ र अहिले पनि 2024मा 4 ट्रिलियन छ, जबकि चाइना 18 ट्रिलियन भइसक्यो र इन्डिया अलमोस्ट 4 ट्रिलियन भइसक्यो। 1990देखि हेर्नुहोस्, जापानको इकोनोमी भनेको 3 ट्रिलियन 4 ट्रिलियन 4 ट्रिलियन 4 ट्रिलियन 5454। सो वाट वेन्ट रङ? 1960देखि जापान स्टार्टेड राइजिङ। अनि त्यतिखेरको सुपर पावर कन्ट्री भनेको युएसए र सोभियत युनियन थियो, और ग्रेट रसिया। अनि युएसए र रसिया राइभल थिए, दुवैको बिच कोल्ड वार चलिरहेको थियो। अनि अल अफ सडन जापान युएसएको साथी कन्ट्री भए तापनि जापान स्टार्टेड च्यालेन्जिङ युएसए इकोनोमिक डोमिनेन्स। अनि जुन रेटमा जापान ग्रो गरिरहेको थियो, उसले युएसएलाई एक्सिड गर्ने चान्सेस आएको थियो र जापान वाज म्यानुफ्याक्चरिङ हब। र जसरी चाइनालाई अहिले एलिगेसन लगाइन्छ, त्यसरी नै जापानलाई त्यतिखेर एलिगेसन लगाइन्थ्यो कि जापानले पनि आफ्नो करेन्सी डिभ्यालुएट गरेर जानी मार्केट म्यानिपुलेसन गरेको भनिन्थ्यो, ताकि उसको एक्सपोर्ट बढोस् भनेर। अनि त्यतिखेर फेरि युएसएको करेन्सी फेरि ओभर भ्यालुड थियो र हामीले पहिला बुझ्नुपर्छ कि ओभर भ्यालुड, अन्डर भ्यालुड, विक करेन्सी, स्ट्रङ करेन्सीको मिनिङ के हो, यसको फाइदा र डिसएडभान्टेज के हुन्छ भनेर। यदि कुनै कन्ट्रीको स्ट्रङ करेन्सी छ भने त्यसलाई अरू कन्ट्रीबाट सामान ल्याउन, इम्पोर्ट गर्न सस्तो हुन्छ। त्यो कन्ट्रीको मान्छेहरू अरू कन्ट्रीमा ट्राभल गर्न जाँदाखेरि चाहिँ सजिलो पर्छ, चिप पर्छ। मिनिङ इम्पोर्ट गर्दा सस्तो हुन्छ, बट एक्सपोर्टमा एक्सपेन्सिभ हुन्छ। त्यसरी नै जुन कन्ट्रीको करेन्सी विक छ त्यसलाई एक्सपोर्ट गर्न सजिलो हुन्छ, ताकि उसको प्रोडक्ट के हुन्छ, सस्तो हुन्छ। सो 1985मा एउटा भेरी फेमस एग्रिमेन्ट साइन हुन्छ, विच इज प्लाजा एकोर्ड। इट वाज साइन इन प्लाजा होटेल, न्युयोर्क, बिट्विन G5 कन्ट्री, त्यतिखेरको टप 5 कन्ट्रीहरू फ्रान्स, वेस्ट जर्मनी, युके, युएसए एन्ड जापान। र यसको मेन अब्जेक्टिभ भनेको युएस डलरको भ्यालु कम गर्ने अनि अरू कन्ट्रीको करेन्सी बढाउने, भ्यालु बढाउने। नाउ वाट ह्यापन इज द्याट, यसको रिजल्ट के हुन्छ भन्दाखेरि चाहिँ अमेरिकन प्रोडक्ट पनि कम्पिटेटिभ हुन थाल्छ, चिपर हुन थाल्छ र जापानको प्रोडक्ट एक्सपेन्सिभ हुन थाल्छ। यसले गर्दाखेरि जापानको एक्सपोर्ट कम हुँदै जान्छ र कम एक्सपोर्ट भएको कारणले गर्दाखेरि यसलाई कम्पनसेट गर्नको लागि, डोमेस्टिक कन्जम्सनलाई बढाउनको लागि चाहिँ ब्याङ्क अफ जापानले इन्ट्रेस्ट रेट कम गरिदिन्छ र द्याट रिजल्टेड इन हायर लिक्विडिटी। मार्केटमा पैसा भएको कारणले ऱ्यापिड एसेटको प्राइस बढ्न लाग्यो, जस्तै ल्यान्डहरू भयो, हाउसिङहरू भयो, स्टकको प्राइसहरू भयो, एकदमै हाई रेटमा बढ्न लाग्यो। बट इट वाज अल बबल, भ्यालु क्रिएसन केही पनि भएको थिएन, सिर्फ प्राइस मात्रै बढेको थियो। सो इट फाइनली ब्रस्ट इन 1990। ब्याङ्कहरू जुनले डेट दिएका थिए ती सबै ब्याड डेटमा कन्भर्ट भयो। बट वाइ दिस इज रेलिभेन्ट आजको टपिकसँग? वेल, जुन स्टेजमा जापान थियो, जुन रेटमा जापान ग्रो गरेको थियो, अहिले त्यहाँ चाइना छ। यु क्यान सी 2000मा जापान 4 ट्रिलियनको थियो भने चाइना 1 ट्रिलियन। नाउ अहिले जापान 4 ट्रिलियनको नै छ, बट चाइना 18 ट्रिलियनको भइसक्यो। 1985देखि चाइनाको ग्रोथ हेर्नु इन्क्रेडिबल। 2010मा र 2015मा हेर्नुहोस्, 5देखि 10 ट्रिलियन डबल भएको छ। एन्ड चाइना इज च्यालेन्जिङ युएसए इकोनोमिक डोमिनेन्स। वेल, प्रेजेन्ट टाइममा हेर्ने हो भने युएसएको कोही पनि कम्पेरिजन नै छैन। युएसएलाई च्यालेन्ज गर्ने भनेको कोही पनि छैन। बट द थिङ इज, युएसए सुपर पावरदेखि हाइपर पावरमा कन्भर्ट हुन चाहन्छ र यो हाइपर पावरमा कन्भर्ट हुनको लागि चाहिँ दुईवटा एक्सपेक्टहरू एकदमै क्रुसियल छ। एउटा एक्सपेक्ट भनेको स्पेस एक्सप्लोरेसन अथवा स्पेस कोलोनाइजेसन। यसमा युएसएको कम्पेयर कोही पनि छैन। युएसएको नजिक कम्पिटिटर थ्रेट कोही पनि छैन। युएसए धेरै अगाडि छ अरू देशभन्दा। र अर्को एक्सपेक्ट छ टेक्नोलोजी। टेक्नोलोजीमा पनि एआई। र यसमा चाहिँ के छ भन्दाखेरि, यसमा चाहिँ चाइनाले चाहिँ युएसएलाई टक्कर दिने, थ्रेट दिने चाहिँ पोटेन्सियल राख्छ चाइनाले। त्यही भएर चाहिँ युएसएलाई हाइपर पावरमा जानको लागि चाहिँ अब्स्ट्याकल भनेको चाइना हो। कुन एस्पेक्टमा भन्दाखेरि टेक्नोलोजीको एक्सपेक्टमा। यदि भोलि बिहान कुनै पनि चाइनाले ब्रेक थ्रु इन्भेन्सन गर्यो भने चाहिँ त्यसले चाइनालाई एकदमै एडभान्टेज दिनेछ र युएसए सुपर पावरदेखि हाइपर पावर हुने प्रोसेसलाई के गर्नेछ, रोक्नेछ। त्यही भएर चाहिँ चाइना क्यान च्यालेन्ज युएसए इन टर्म्स अफ टेक्नोलोजी। वेल, रिसेन्ट एउटा न्युज थियो कि डिपसिकले चाहिँ च्याट जिपिटीलाई च्यालेन्ज गरेको, च्याट जिपिटी भन्दा अहेड गएको भनेर। सो इट्स वान अफ द इक्जाम्पल अफ चाइना च्यालेन्जिङ युएसए टेक्नोलोजिकल डोमिनेन्स। र अर्को इक्जाम्पल हो चाइनाको 6th जेनेरेसन फाइटर जेट। सो इट अल्सो सोज द्याट चाइना इज च्यालेन्जिङ युएसए टेक्नोलोजिकल डोमिनेन्स। दुबईको पोजिसन हेर्ने भने युएसए इज इन अपर ह्यान्ड। चाइना जसरी जापानको इकोनोमी क्रास भयो थियो, एग्रिमेन्ट पछि चाइना यो ट्रेड वार हुनुभन्दा पहिला नै
डिफ्रेन्ट सेक्टरमा चाहिँ क्राइसिस फेस गरेको छ। एट द सेम टाइम इन्टरनल पावर स्ट्रगलको पनि कुरा छ। र अर्को कुरा के छ भन्दाखेरि रसिया र युक्रेन वारमा मेन बेनिफिसियर भनेको इन्डिया र चाइना थिए। इनफ्याक्ट चाइनाले रसियाको ह्युज मार्केटहरू एक्सेस गर्न पाएको थियो, सस्तोमा तेलहरू ल्याउन पाएको थियो। र जब यो युक्रेन र रसिया वार इन्ड हुनेछ, ट्रम्पले इन्ड गर्ने भनेछ, यो इन्ड हुनु साथसाथै रसिया चाइनाको डिपेन्डेन्सीमा हट्नेछ। रसियासँग मल्टिपल अप्सन हुनेछ ट्रेड गर्नेको। यसले गर्दा चाइनालाई अप्ठ्यारो हुनेछ। र एट द सेम टाइम इजरायल र हमासको फाइटमा चाहिँ इरान इज फाइटिङ प्रोक्सी वार विथ इजरायल विथ द हेल्प अफ ह्युथिज, हेजबुल्ला एन्ड हमास। र इरानमा चाहिँ चाइनाको एकदमै ह्युज इन्भेस्टमेन्ट छ। सो डिफ्रेन्ट कारणले गर्दाखेरि सुरुमा त रसिया युक्रेनको वारमा रसियालाई अब मल्टिपल अप्सन हुने कारणले गर्दाखेरि, अर्को चाहिँ चाइनाको इन्टरनल पावर स्ट्रगल, इन्टरनल क्राइसिसको कारणले गर्दाखेरि, अर्को चाहिँ इरान वारमा इन्भल्भ भएको कारणले गर्दाखेरि, र फोर्थ चाहिँ युएसएको डाइरेक्ट स्याङ्सनले गर्दाखेरि, डाइरेक्ट ट्रेड ट्यारिफले गर्दाखेरि चाइना इज नट इन गुड पोजिसन। बट चाइनाको एडभान्टेज के छ भन्दाखेरि चाइना ह्याभ मोनोपोली ओभर द अर्थ रियल मिनरल। अर्थको रियल मिनरलमा चाहिँ चाइनाको मोनोपोली छ। र अर्को पोइन्ट के छ भन्दाखेरि युएसएको डेप्थको मेजर स्टेक होल्डर भनेको चाइना हो। एन्ड द थर्ड वान इज, वेल दिस इज भेरी इन्ट्रेस्टिङ, जापान र युएसएको रिलेसनसिप भनेको फ्रेन्डली थियो, नट इभन फ्रेन्डली। इनफ्याक्ट युएसएको फ्रेन्ड कोही पनि हुँदैन। तिनीहरूको रिलेसनसिप भनेको मास्टर र सर्भेन्टको जस्तो थियो। त्यही भएर जापान एक्सेप्टेड वाट युएसए वान्टेड टु डु। बट द थिङ इज चाइना र युएसएको रिलेसनसिप मास्टर र सर्भेन्टको होइन, दे आर राइभल, दे आर कम्पिटिटर। इभन चाइना इज सेङ द्याट दे विल फाइट टिल एन्ड एन्ड दे आर रेडी टु फाइट एनी काइन्ड अफ वार्स। बट देयर माइट बी क्वेसन कि यो अहिले नै किन भएको छ, 5 वर्ष अगाडि किन भएन, 5 वर्ष पछि किन भएन। वेल, ट्रम्प इज भेरी एम्बिसियस पर्सन र हि नो, ऊ बिजनेसम्यान पनि हो, सो हि नो हाउ मनी वर्क्स एन्ड हि वान्ट्स टु बी रिमेम्बर्ड एज वान अफ द मोस्ट इम्प्याक्टफुल एन्ड फेमस प्रेसिडेन्ट अफ अल टाइम। बट यहाँसम्म त ठिक छ, बट इट लुक्स लाइक उसको एम्बिसन योभन्दा नि अझै छ। हि वान्ट्स टु चेन्ज द ग्लोबल अर्डर, परह्याप्स न्यू वर्ल्ड अर्डर। अनि स्टेटमेन्ट जस्तै क्यानाडालाई 51st स्टेट बनाउने, पेनामा क्यानाललाई आफ्नो बनाउने, ग्रिनल्यान्डलाई आफ्नो बनाउने, यी सबै कुराहरूले, इभन रिसेन्ट जेलेन्स्की र ट्रम्पको कन्फ्रन्टेसनहरू भयो, इट अल सोज द्याट हि इज मोर एम्बिसियस देन बिङ पपुलर। र अर्को कुरा के छ भन्दाखेरि वी एज अ पिपुल विल बी एबल टु सी हाउ रियली हार्ड पावर वर्क्स। हार्ड पावर चाहिँ कसरी वर्क गर्छ, कुनै पनि इम्पायरको हार्ड पावर कसरी वर्क गर्छ भन्ने चाहिँ नाउ इट विल बी एक्सप्लिसिट। यो चाहिँ अब पहिला हिडन वेमा हुन्थ्यो र अहिले चाहिँ डाइरेक्टली नै हामीले भिजिबली नै यो हार्ड पावरहरू चाहिँ देख्न सकिन्छ। र अर्को कुरा के छ भन्दाखेरि हामीलाई एज अ हाम्रो कन्ट्री, स्मल कन्ट्रीलाई हामीलाई के फाइदा हुन्छ, हामीलाई बेनिफिट केमा हुन्छ भन्दाखेरि मल्टिपोलर सोसाइटीमा हुन्छ, अथवा मल्टिपोलर जति पोलराइजेसन हुन्छ, जति मल्टिपोलर कन्ट्रीहरू हुन्छ, जति कन्ट्रीमा पावर डिभाइड हुन्छ त्यति नै फाइदा हुन्छ। किनकि जति मल्टिपल कन्ट्रीहरूमा पावर हुन्छ त्यति नै मल्टिपल चोइसेसहरू हुन्छ, मल्टिपल अप्सनहरू हुन्छ। बट कुनै पनि पावरफुल कन्ट्रीले, सुपर पावर कन्ट्री जुन युएसए छ, उसले कहिले पनि चाहन्न कि मल्टिपोलर सोसाइटी होस् भनेर। बट वी एज अ थर्ड पर्सन भनौँ, किनकि हामी बढी रेलिभेन्ट छैनौँ, स्मल नेसन छौँ, हामी चाहन्छौँ कि वर्ल्डमा चाहिँ मल्टिपोलर सोसाइटी होस् भनेर। र यहाँदेखि यो ट्रेड वारदेखि न्यू कोल्ड वार चाहिँ स्टार्ट हुन्छ। यो कोल्ड वारमा चाहिँ एउटा ब्लकमा हुनेछन् चाइना, रसिया, नर्थ कोरिया र इरान, र अर्को साइडमा हुनेछन् युएसए र युएसएको सर्भेन्टहरू। युएसएको साथी कोही हुँदैन, युएसएको भनेको सबै सर्भेन्टहरू हुने हुन्। र ट्रम्प विल मेक स्योर, युएसए विल मेक स्योर कि कन्ट्रीहरू साइड लिगुन्। जस्तै जुन कन्ट्री बढी रेलिभेन्ट छन्, जस्तै इन्डिया होस्, पहिला इन्डिया भनेको डिप्लोमेटिक थियो, दुवै रसियासँग र युएसएसँग चाहिँ सँगै साथमा ट्रेड गर्थ्यो। नाउ युएसए विल मेक स्योर कि यी कन्ट्रीहरूले चाहिँ अब साइड लिग्न पर्छ। यदि युएसएको साइड इन्डियाले लिग्दैन अथवा अरू मेजर रेलिभेन्ट कन्ट्रीहरूले साइड लिग्दैन भने तिनीहरू चाहिँ युएसएको अटोमेटिक एनिमी हुनेछन्।